आजको भिडियो चाहिँ हाम्रो गेमदेखि नै हुनेछ। हाई एभ्रिवान, स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो नयाँ मिनी ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। सन्चै त के भनौँ, हिजो गेम खेलेर अलि हालत खराब भएको छ। मेरो भोइस चाहिँ अलि चेन्ज भएको छ, त्यसको लागि माफी चाहन्छु। हिजो चाहिँ हामी गेम खेल्न गएको थियौँ, प्लेन्टी सुटआउट। हाम्रो नेपालको चाहिँ दुईवटा टिम थियो, एउटा हाम्रो टिम अनि एउटा हाम्रो साथीको दाइहरूको अनि साथीको टिम। बाँकी सबै मणिपुर र आसामतिरका थिए। तर गेम नजिते पनि रमाइलो चाहिँ लास्टै भयो। हामीले नजिते पनि हाम्रो नेपाली बोइजहरूले जिते सेकेन्ड भएको थिए। हामीले सोचेकै थिएनौँ कि प्लेन्टी सुटआउट पनि यस्तो हुन्छ भनेर। यस्तो भएको भए हामी पहिले नै आउँथेन होला सायदै। प्लेन्टी सुटआउट भनिसकेपछि त अलि राम्रो हुन्छ नि त। फुटसलमा प्लेन्टी सुटआउट थियो, त्यही पनि 8-10 महिनादेखि नखेलेको फुटबल, त्यही माथि एक ट्यापबाट गोल हान्नुपर्ने। अनि कहाँबाट सकिन्छ त। यति माथि थियो कि पहिला सिँढीमाबाट गयौँ, लिफ्टमा जान साथै डराउन लागेको थियो। सो त्यसपछि लिफ्टमा गयौँ। यहाँ चाहिँ प्र्याक्टिस चलिरहेको छ केटाहरूको। सो हाम्रो नेपाली बोइजहरू, एउटा हाम्रो एउटा अनि मेरो साथीहरूको टिम। सोचेको पनि थिएन यति रमाइलो होला भनेर, तर लास्टै नै रमाइलो भयो। जे होस्, खुसी लाग्यो। आज गेम जितेको भए कति पो रमाइलो हुन्थ्यो, तर जितिनौँ। यो सुटआउट हान्ने चाहिँ मै हो है, सिधा आउट। अनि हाम्रो टिम बाहिर भएर हामी सिधै बस्यौँ, मजाले गेम सेम हेर्न लाग्यौँ। हाम्रो नेपाली बोइजहरूलाई सपोर्ट गऱ्यौँ दिलदेखि नै। अब नेपाली भइसकेपछि नेपालीलाई त सपोर्ट गर्ने हो न। हामी नेपाली धेरैमा धेरै 14 जना जति थियौँ। बाँकी सबै मणिपुरी, आसाम, सिक्किमतिरका मात्र थिए क्या। अब केटीको कुरा गर्न पर्दा त कुरै छोडिदिउँ। हिरो नि फेल थिए हौ तिनीहरूको अगाडि। केटीको म्याच नै थियो, केटाको म्याच नै थियो। तर मैले केटीहरूतिर त्यति धेरै भिडियो नै बनाइनँ, डर लाग्यो मलाई। बिना पर्मिसनको कसैको भिडियो बनाउनु हुँदैन नि त। सो त्यही भएर हामीले आफ्नो आफ्नो भिडियो बनायौँ, गेम सेम सकाएर आयौँ। 3 बजे सुतेर 5 बजे उठेर रुममा आएको क्या। यस्तो निन्द्रा लागिरहेको छ। अहिले पनि म निन्द्रामै भिडियो बनाइरहेको छु। एनिवे, थ्याङ्क्स फर वाचिङ गाइज। भिडियो मन परेकोमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला।